ठुलै पानी पर्यो यार आमामामा अब 15 मिनट पानी पर्यो भने सक्यो फेरि पहिला जस्तै हुन्छ 2 वर्ष अगाडिको मेट्रो नचल्ने होइन तर यो अल युएईमा परेको हो त पानी यो युएईमा पर्ने कि यहाँ बर्दुमामा मात्रै हो त यो त्यस्तो हुँदो रहेछ नि त यहाँको पानी त होइन यहाँ बर्दुमामा मात्रै पर्ने कहिले सतुवामा मात्रै पर्ने त्यस्तो हुन्छ नि त यहाँको पानी पुरै दुबईभरि पर्यो भने चाहिँ डुबाउ हुन्छ कटाङ पनि हान्ला जस्तो छ यार बयाङगुडुङ नै गर्दैछ ओ ल आज नजाऊ है तिमी ड्युटी अब तिम्रो अब मेट्रै चल्दैन अब मेट्रोमा हिँड्नु जाने ट्याक्सी कहाँ चल्छ अब यस्तो पानीमा के भनेको तिमीले सबै ट्याक्सी साइड लाएर बसिरहेछ